आहा, तपाईँहरूले देख्न सक्नुहुनेछ सललल गर्दै निरन्तर बगिरहेको यो स्वच्छ खोला, जसले प्रकृतिको जीवनता, निरन्तरता र शान्तिको अनुभूति दिलाउँछ। यसको मधुर आवाजले मनका थकानहरू बिस्तारै बगाएर लैजाने जस्तो अनुभूति गराउँछ। आहा, हरियालीले ढाकिएको सुन्दर पहाडको काखमा बिचैमा अवस्थित पवित्र डुप्तेश्वर महादेव मन्दिरको छायामा आज हामी मङ्गला देवी माध्यमिक विद्यालय परिवार पिकनिक भोजका लागि यहाँ आइपुगेका छौँ। यहाँनिर चाहिँ एकदमै फोहोर रहेछ, सायद अस्ति ठुलो मेला लागेको थियो, त्यही भएर पनि हुनसक्छ। काँक्रो काटिरहेको छ, गाजर पनि, बहिनीहरू हुनुहुन्छ यता। यो खसीको मासु, पनिर, अचारको लागि गाजर र मुला काटेको, यो सलाद भयो, आलु काटिरहेको छ बहिनी। यो चाहिँ रोस्ट बनाउनको लागि चाहिँ मासु तयार गर्दैछौँ हामी। रोस्टको लागि अदुवाको पेस्ट, धुलो खुर्सानी, अन्डा, सबै नुन सबै मिक्स गर्नुभएको छ सरले। यहाँनिर सबिन सर भटमास भुट्दै हुनुहुन्छ। सकिसक्यो होइन? अब यहाँ हामी चाहिँ मासु पकाउने, अहिले चाहिँ चना पकाउन लाग्छौँ। सरले प्याज हाल्नुभयो, कम मिठो हुन्छ त अनि सरस्वती म्यामले यहाँनिर चाहिँ चना हाल्नुभयो। यसलाई मजाले चलाउने, यहाँनिर चाहिँ भित्र्यास उमालिरहेको छौँ। यो पापड पकाएको, यतिखेर चाहिँ चना अन्डाको समय। चना अन्डासँगै चिया, चियासँगै चना अन्डा होइन त? यता रोस्ट पाक्दैछ मजाले। हरि सरले चाहिँ खसीको मासु पकाउँदै हुनुहुन्छ यता। मिठो खाजा समय अहिले यतिखेर हाम्रो पहिलो चरणको हो कि दोस्रो चरणको भन्ने हो यसलाई। दैनिक पठन पाठनको व्यस्तताबाट केही समय टाढा शिक्षक, कर्मचारी र विद्यार्थी बीच आपसी आत्मीयता, खुसी र एकताको सुन्दर क्षण यहाँ अनुभव गरिरहेका छौँ। प्रकृतिको काखमा बसेर साथ, सहकार्य र मुस्कान सार्दै यस्ता क्षणहरूले हाम्रो विद्यालय परिवारलाई अझ मजबुत र नजिक बनाउने विश्वास लिएका छौँ। पिकनिक आउनलाई कम सजिलो छ त यहाँ। यही अविस्मरणीय पलहरू मल्टी कन्टेन्ट मनोरञ्जन संसार फेसबुक पेजबाट तपाईँहरूसँग साझा गरिरहेका छौँ। भिडियो मन परेमा लाइक, सेयर र फलो गर्न नबिर्सनुहोला। धन्यवाद।